हाम्रो चाहिँ हाई गरिदिनु न। हाई के छ? हामी कहाँ जान्ला? तारिभिर। ओहो ओके, हामी चाहिँ है तारिभिर आज घुम्न जाँदैछौँ। लेट्स सी कस्तो हुन्छ है। अनि धेरै पछि भ्लग गर्दैछौँ, एकदमै खुसी लागेको छ, एक्साइटेड है। अनि हजुरले माया गरिदिनु होला। मेरो जस कन्टिन्यू भ्लगहरू आउँछ होला, हजुरहरूले माया सपोर्ट गरिदिनु होला है त है। जाने हो हामी चाहिँ माथि डाँडामा। वेलकम ब्याक टु माई च्यानल। स्वागत छ फेरि पनि है। धेरै पछि अब भ्लग गर्दैछु, एकदमै एक्साइटेड। अबको आगोदेखि हाम्रो फेरि भ्लग आउँदैछ होइन। आमा छोरा चाहिँ घर बस्दा जस्तो वाक्कै भयो अरे, अनि त्यही भएर हामी आज तारिभिर घुम्न जाँदैछौँ माथि। अनि त्यहाँको खाजाहरू पनि एकदम मिठो हुन्छ क्या है। अनि त्यहाँको एकदम मिठो हुँदैछ, मलाई आलु अनि कस्तो एकदम मिठो छ क्या। माथि फेरि आगो दाउरामा बनाउँछ क्या, अनि एकदम त्यही भएर आज चाहिँ जाने खाने त्यस्तै खुसी हुँदै एउटा सिक्का खरिदै अनि आउने है त। राम्रो है। अब बिस्तारै बिस्तारै तारिभिरको पनि बाटोहरू चाहिँ मजाले बन्दैछ। त्यो फाइटिङ आउनेहरूलाई, राइडरहरूलाई, राइड साइड ल्याउनेहरूलाई चाहिँ एकदमै साह्रै हुनेछ। एकदमै दामी छ ल। आजको दिन चाहिँ हात लागेर पानी पऱ्यो भने त फेरि ठिको हुन्छ। कस्तो गाउँको भाइ पाउनु चाहिँ आउने है। त्यो दिनको यहाँ त कति फल्यो क्या? जहाँ त बनाएको बाबा हो, यहीसम्म बाँच्न आउँदो रहेछ है नाच्न। ट्याङ्की खुसी आयो ल। यहाँ पनि एकदम राम्रो छ रिसोर्ट है। स्विमिङ स्विमिङ गर्नु मिल्ने, खानालाई एकदम मजाले। हामी चाहिँ माथि है, हामी चाहिँ माथि जाँदैछौँ। ओहो बाटोमा छु हाल्दैछ। त्योहरू सन्तलाइनहरू बाटो हो, यस्तै हो। रोक्न सकिँदैन जाला होइन। बनाएको हो त। आज त तारिभिरमा एकदमै बुढिस्तो बाँच्न आउँदैछ। तपाईँहरू चाहिँ बासमा आएको? प्रकृतिले दिएको चिजहरू भयो एकदमै। जंगल में मंगल होता है। नेक्स्ट लेभल छ, अति गोला छ है। पुग्नु पऱ्यो त मन छ होइन। हामीको अल्छा भयो, खाने बस्ने हिँड्ने बनाउने के बात छ र।
झन् अति बगाल्दैछ यहाँ छियोरै हटाइदिएछ नि हाम्रो यात्रामा साह्रै भिडको टाढा रिसोर्ट छ अब हामीले डेस्टिनेसन लगभग आउनु लाग्यो है सिएचपीको एउटा गाई छ उहाँ पनि खाने हो फेरि आज फ्राइडे यार आउँछ कि छैन है त्यहाँ भित्र फेरि आमाको के हो यो खसी हो कि के हो ल स्कुलबाट आएछ के भनेको दसैँको लागि होला नि त खसी हो कि बोका हो यार बोका होला नि त खसी त्यस्तो हुँदैन नि बाढी छ लभली ल तारो भिड फाइनली आइपुग्यो हामी है माथि माथि जाने हो क्या माथि त एक्सप्लोर गर्दा हेलो 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 रोज हेलो मान्छे छ छैन आज है अरू बेला त वाइड हुन्छ बाहिर साइडहरू हाम्रो दाइको चाहिँ खाने ठाउँ खाजा साजा खानुलाई आइसक्रिम खाँदैछ फाइनली सिक्युरिटी चाहिँ यस्तो पाउँछ नि मेरो छोराको चाहिँ बेस्ट के अरे चिउरा ल फाइनली हामी चाहिँ खाएर अब लाग्दैछौँ मेरो छोरा चाहिँ त्यहाँ छ यस्तो छ मान्छुरी अब हिरो 10 हुन्छ कि 11 हुन्छ कि 12 13 कुन दिँदा चाहिँ होइन राम्रो होला यसो सजेसन गर्नु होला तर एकदम दामी छ है आजको दिन चाहिँ गर्नुलाई एकदमै मौसमको पनि एकदमै खुल्ला पाराले बाटो अलिअलि त एडभेन्चर त रिक्स त हुनु परिहाल्यो
यहाँ पनि टिमसिङ खेल्नु मिल्ने रहेछ ल जाँदा हेर्नुहोस् कति फर्क भयो ल साह्रै भयो यस्तो छ है ल सुकुटी खानुलाई चाहिँ आउनु होला भाले सुकुटी पक्कै पनि होइन एकदमै मिठो लाग्छ होला हजुरहरूलाई आएर एकचोटि होइन आएर ए अलिकति मात्रै हो यहाँ पनि पछि फेरि सुकिसकेको हुन्छ पुरै गाउँको भाइ सँगसँगै आनन्द लाग्छ हाम्रो छोरा हाँस्दैछ अब मजाक उडाउँदैछ एकदम फ्राइडेको दिन भएर होला म चाहिँ सबै चढ्दैछ जाँदा अब दिनभरिको थकान काम अब बेलामा छुट्टीमा त यसो रमेश त गर्नु पऱ्यो नि त साथीभाइहरू बसेर पनि होइन भान्साले खाने ढेँडो खाने लोकल खाने यस्तो दामी छ कि त भुँबाट देख्नु भयो होइन के त छैन हौ हाम्रो नेपालमा है मेरो त हाफेन त पुरै स्कर्ट जस्तो भयो होला ढुङ्गा पनि कहाँ कहाँबाट निस्किन्छ यहाँ सुजनीमा छ आम्मामा जाँदा हेर्नुहोस् गाइजहरू के छ तपाईँहरू बिचमा के अरे हो बाबा के अरे सुनि हौ किन नसुन्नु मेरो छोरा ओइ भाइ दिनु भनेको भैँसी हो को भैँसी हो हो भैँसी मम्मी हो भैँसी मम्मी हो ल हे हाम्रो चाहिँ आज फ्राइडेको दिन यस्तै भयो हजुरहरूको कस्तो भयो भन्नु होला त्यसरी नै माया सपोर्ट दिँदै गर्नु होला है त्यस्तो भयो भने यसो गर्नुलाई पनि इनर्जी आउँछ नि त होइन अबको फेरि सुरुवात गर्दैछु भ्लगिङ के गर्नु काम छैन अरू सिट थाहा छैन सिट छैन काम छैन के गर्नु गाइजहरू ओ माई गॉड तलबाट आइरहेको छ अब यो भ्लगिङ नै स्टार्ट गर्नु पऱ्यो अब जे हुन्छ जस्तो हुन्छ कन्टेन्ट होइन सब हान्ने अब पठाउ लिएर इन्डर लिएर येल्लो लिएर सब गर्ने हो अब कतै घुम्नु जाँदा सबै भ्लग गर्ने अब के गर्नु अलिकति बोली चाहिँ आउँदैन बोली चाहिँ सुधार्नु छ निकै बाँधा थियो यस्तो झन् मैले खुट्टा चलाएको यस्तो लहाडे हो माइ गॉड
नाम फुली भइहाल्यो खायो त्यो मिठो मायाले ल अहिले त्यो कुरो हेर्दा धर्दो रहेछ सर्कलमा हेर्थ्यो आमा छोरा यो ओह्रालो चाहिँ चलाउनु गाह्रो क्या स्कुटी पुरै सुत्केर अगाडि आउँछ के भन्छ नि छोरा बुढो कसलाई बुढा होइन ए मामी बुढो ल पनि देख्नु सक्नुहुन्छ तारे भिड भ्रमण गर्नु भएकोमा भन्दै र प्लिज भिजिट एगेन अरे फेरि पनि आउँला आउँदै गरौँला म मरे बाँचे दैवले साँचे फेरि भेटौँला बाबा सर्केको थियो छोरा सर्केको यो चाहिँ अब हामी शुद्ध खान है पानी नपरेर आनन्द भयो सबै तारे भिड चढ्नुलाई हो नि फ्राइडे हो फ्राइडे सकेको चाहिँ बब्बालै हुन्छ है सबै अब सहर छोडेर माथि गाउँतिर डाँडा डाँडा फ्राइडे मनाउनुलाई माथि चढेको थियो मान्छे के गर्नु मरि लानु जिन्दगीमा होइन साथीभाइसँग यसो छुट्टी हुँदा भेट्ने हो खाने हो रमाउने हो यही त हो अलिक है अब दसैँ पनि आउनु लाग्यो पछि तिहार त्यो भरि धानहरू एकदम भरिएर एकदमै राम्रो लाग्छ मलाई चाहिँ है यता भन्दा पनि ल हाम्रो चाहिँ यहाँ सुभाष दाइ अघि तरकारी बेच्दै हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै स्वागत छ मेरो भ्लगमा आइदिनु होला किनिदिनु होला हाम्रो दाइको पनि यसो एकदम फ्रेस फ्रेस मालहरू पाइन्छ पहाडको लोकल हो हाम्रो चाहिँ सुभाष लामा दाइको है पसल हो यहाँ पनि छ काँक्राहरू हेर्नुहोस् लोकल काँक्रा अब खै सरेको होला ल के भनिदिनु नि त ल एकदम गाउँको लोकल काँक्रा अर्ग्यानिक लोकल डल्ले खोर्सानी छ एकदम यो टिस्टुङ कालुङको हाम्रो सुन्दाखानको एकदम लोकल गोलभेडा आउनु होला हजुरहरू पनि टिस्टुङ कालुङको खोर्सानी डल्ले
लौ त गाइज आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गरेँ है त फेरि पनि भेट्दै गरौँ ल माया सपोर्ट गर्दै गर्नु होला ल